जस आज बिहानको भ्लगमा सबैलाई वेलकम छ। गुड मर्निङ सबैलाई एभ्रिवान। आज बिहानको चियाबाटो भ्लग लिएर म उपस्थित भएछु। तपाईँ आफ्नो प्यारो साथी या भाइ या दाइ तपाईँ जो भयो नि म तपाईँको अभि मगर। त्यही भएर हजुरलाई इन्टरटेनमेन्ट र मनोरञ्जनको लागि मैले छोटो एउटा भ्लग लिएर आएको छु। सो यो भ्लगलाई पनि माया गरिदिन्छ भन्ने मैले आशा र अपेक्षा राखेको छु। आज चाहिँ म तपाईँहरूलाई इलामको एउटा पर्यटक स्थल भएको बुद्ध पार्क पनि पुऱ्याइदिन्छु क्या। चियाबारीमा भएको त्यहाँ चाहिँ ग्यामिङ त्यहाँ इत्यादि त्यहाँ लागि यस्तो राम्रो छ कि हो देखिसक्यो है। बुद्ध भनेपछि सबैलाई मनपर्ने शान्तिको दूत भनेर वर्ल्डमा चिनेको। तै पनि हजुरहरूलाई कतिजनालाई इलाम घुम्न आउन मन लागिरहेछ होला, सोचमा पनि हुन्छ होला। इलामको चियाको बारेमा थोरै जानकारीको अहिलेको हालको चिया चाहिँ कटिङमा छ। अब आउने तपाईँहरू वैशाखदेखि चाहिँ एकदम राम्रो मुना आउँछ। त्यो चाहिँ ग्रेन्ड तरिकाले पनि पाउनुहुन्छ। यहाँको प्रोसेस यस्तै छ। सो यस्तो राम्रो रहेको छ यो टुडे है। अन्त मैले जति पनि भ्लगहरू बनाउँछु नि यो चाहिँ मेरो अब निर्वाचन सक्यो नि त। निर्वाचन सकेपछि मेरो न्यू कन्टेन्ट आएर क्या मैले के गरेर सोचेँ भने निर्वाचनको 40 दिनको ड्युटी सक्यो। अब त्यसपछिको टाइममा चाहिँ भ्लग बनाउने होइन, विभिन्न नयाँ ठाउँको कन्टेन्टहरू भिडियोहरू देखाउने। अनि त्यहाँबाट इभन युट्युब च्यानल होस् या टिकटक एकाउन्ट होस् त्यसलाई ग्रो गरेर होइन त्यहाँबाट एकाउन्ट आएकोले विथ द मनी सेभ त्यसो मनी सेभ हुन्छ। त्यसो चाहिँ हामी विभिन्न काम गर्ने अनि त्यो आएको त्यो कन्टेन्टबाट आएको पैसाले चाहिँ जो है असहाय छ वृद्ध लगायत जसको बाउ आमा छैन उहाँहरूको पालन पोषणका लागि भनेर पनि मेन कुरो त मैले यो भिडियो बनाइरहेको छु। यो भिडियो सायद देश विदेश विभिन्न ठाउँमा बस्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीले सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि भ्यू चाहिँ मेरो भन्नुपर्दा हाल चाहिँ च्यानलमा च्यानल त 1K पुगिसक्यो। त्यही पनि अरू के चाहिन्छ म ठ्याक्कै वाच टाइम चाहिन्छ। वाच टाइम चाहिँ 4000 पुग्नुपर्ने छ नि त। अनि पनि मोनिटाइजेसन हुनेछ। त्यही मोनिटाइजेसनको लागि मैले यो गरिरहेको छु। अनि त्यहाँबाट आएको हरेक रकमलाई चाहिँ म हजुरलाई देखाएर जो असहाय जसको आज जो बिरामी हुन्छ नि उहाँलाई हेल्प गर्नको लागि 1-2 रुपियाँ अनि दिने क्या सहयोग। त्यही योजनाले म हिँडेको। निर्वाचनको अवधिमा त जे रमाइलो भयो। अब आउने दिनहरू चाहिँ जस यसरी बिताउने भन्ने एउटा प्लान साथ म आएको छु। जुन अस्ति तपाईँहरूले मैले एउटा मेरो टिकटक एकाउन्टमा देखाएको थिएँ नि भाइरल, जुन मेरो भाइरल भएको थियो नि एउटा कुकुर, त्यो कुकुर भएको घर पनि पुग्ने छ। आज त्यो कुकुर पनि छोटो भिडियो बनाउँछु र देखाउनेछु। र यदि तपाईँलाई मन पऱ्यो अझै के कस्तो गर्नुपर्ने होइन मेरो कन्टेन्टहरू होइन त्यो जानकारी दिनु होला। अनि एउटा मेन कुरो के छ भने यहाँको पर्यटक स्थलतिर होइन यहाँ जसरी फोहोरहरू छ नि त यो जो यहाँ क्यान्टिन बनाउने छ नि उहाँलाई यो डस्टबिनको राम्रो व्यवस्थापन गर्नु होला। यहाँ पानीको बोतलहरू चाहिँ यिनीहरूले व्यवस्थापन गरिदिनु होला। यसरी है चियाबारीमा धेरै फोहोरको दङ्गुरो भइरहेछ। यो चाहिँ कसरी भयो भने यहाँ घुम्न आउने आन्तरिक पर्यटकहरू हुनुहुन्छ उहाँहरूले त खानुहुन्छ किनेर। तर मेन कुरो भनेको यहाँ जो यो क्यान्टिन सञ्चालक हुनुहुन्छ उहाँले चाहिँ त्यो डस्टबिन
र कुहिने नकुहिने छुट्याएर चाहिँ व्यवस्थित तरिकाले गरिदिनु भयो भने चाहिँ सायद यो वातावरण प्रदूषण हुनु पनि कम हुन्छ होला। आई होप को हुनुहुन्छ है उहाँले गर्नु सक्नुहुन्छ यो भिडियो हेरेर पक्कै पनि आई होप मलाई आशा छ। तर आज म डक भएको पुग्न छु पुगिसक्यो है यही मान्छे के छिनपछि म तपाईँलाई देखाउनेछु वेटिङ फर यु। कस्तो राम्रो एयरबड्स this problem it's here. I mean म अब पुग्न लागेको छु तर त्यो कुकुर चाहिँ आउँछ कि आउँदैन त्यहीमा दुःख लाग्छ। त्यो घरमा गएर खिच्ने त मलाई अब डर लाग्छ नि त है त्यो बाटोमा आउँछ कि त्यो कुकुर। आई होप आज मेरो लक छ भने चाहिँ आउँछ कि त्यसले मेरो पियोस् त्यो कुकुरबाट कति भने 23 के लग पुग्छ होला त्यो के भन्छ मेरो टिकटकमा। त्यही भएर म हजुरहरूलाई देखाउँदै आइरहेको छु। सो त्यही भएर मनोरञ्जनको साथ साथ दिनु होला माया गरिदिनु होला है। जो चियाबारीभित्र पुरै बोतलै बोतल छ कि सबै साथीहरू हिजो चाहिँ यहाँको वातावरण प्रदूषण हुन्छ भनेर जुन जुन टिमहरूले काम गरेर फेरि उहाँ टिमहरूले आउनु भने क्या अर्को नेक्स्ट टिम आउँदै हुनुहुन्छ उहाँले पनि गरिदिनु होला। अब म त भ्लग बनाउँदै हिँड्ने साला भ्लग बनाउँदै हिँड्ने एउटा पनि सो चाहिँ फेरि काम गर्ने भन्ने चाहिँ नभन्नु होला। सो मेरो पनि साथीहरू भए त गर्थेँ म एक्लै छु अहिले तपाईँहरू काम गरेको दिन बोलाउनुहोस् म आउँछु है त्यो दिन चाहिँ। बेटा यही हो त्यो अस्ति मैले कुकुर खिचेको तर आज त्यो कुकुर छैन यार कहाँ गएछ लास दुःख लाग्यो। यहाँ माथि होला साइड अब जानु मिलेन कि पानी खाने निहुँ गरेर जाउँ त यही गराउँदै लाग्छ पानी खानु भन्दै खानु पर्यो। यहाँ बस्दैन त आनन्दले